Alright guys, alright, welcome back to our YouTube channel. अब फेरि हामी के गर्न गइरहेका छौँ हामीसँग अब दुईटा ट्रान्समिटर भयो त गाइस दुईटा ट्रान्समिटर दुईटा डिजाईको डिभाइसहरू अब एउटा चाहिँ एक्सन 6 भयो अर्को डिजाई 360 भयो अब दुईटैमा हामी यो कनेक्सन गर्छौँ त एउटा एउटा गर्छौँ फर्स्टमा यसलाई के गर्नु पर्यो यसलाई खोल्नु पर्यो गाइस है अब कनेक्ट गर्नलाई यहाँ अप्सन छ यहाँ गएर ठ्याक्क लगाएर वायरलेस माइकमा जाने अनि यहाँ थिच्ने गाइस यहाँ थिचेपछि यो आउँछ अनि यो आएपछि हामीले के गर्नु पर्यो यो थिचिराख्नु पर्यो एकछिन ब्लिङ हुन्छ यो ब्लिङ भनेको वी आर रेडी टु पेयर ल हेर्नु कति इजिली कनेक्ट भइसक्यो भेरी इजी कनेक्सन अब यसलाई यसमा राख्दिउँ अब यसलाई चाहिँ हामी अर्को एउटालाई चाहिँ हामी यसमा कनेक्ट गर्छौँ है त 360मा फाइदा यही हो क्या दुईवटा ट्रान्समिटर भएपछि अब मलाई हरेकचोटि गर्नु परेन कनेक्सन यसमा पनि जाउँ यहाँ त सिधै अप्सन हुन्छ यसमा जाने यहाँ क्लिक गर्ने यो पेयरिङको सिङ्कको वाला बटन थिच्ने ब्लिङ्क भयो लाइट वेयर कनेक्ट टु गो है 80% अब तपाईँहरूलाई यसमा नोइज क्यान्सलेसन चाहियो कि यो पावर बटन एकचोटि यो छ नि यो पावर बटन थिचेपछि येल्लो लाइट बल्नु भनेको नोइज क्यान्सलेसन हो त गाइस यति हो गाइस ल थ्याङ्क्स गाइस फर वाचिङ